आज विशेष गरेर यहाँ आउनुभएको हुनाले यहाँका ज्येष्ठ नागरिकहरूको पनि त्यहाँ उद्धार गर्ने, उहाँहरूलाई संरक्षण गर्ने व्यवस्था चाहिँ हजुरमा चिन्तन मनन बढिरहोस् भन्ने शुभकामना सहित 2083 सफल जीवनको अपेक्षा सुसम्पन्न होस्। हामी आभारी छौँ गैर आवश्यक नेपाली सङ्घको तर्फबाट। म चाहिँ आज विशेष गरी यो गैर आवश्यक नेपालीहरूद्वारा निर्मित गलेश्वर आश्रम जुन हामीले 2007-08तिर सुरुवात भएर सम्पन्न भएको थियो। म तत्कालीन समयमा डेनमार्कको अध्यक्ष थिएँ। यहाँ चाहिँ सबै रुम निर्माण भइसकेपछि किचनको आवश्यकता भएको महसुस गरिसकेपछि पछाडि हामीले डेनमार्कबाट राष्ट्रिय समन्वय परिषदबाट एउटा फन्ड कलेक्सन गरेर पछाडि एउटा किचन निर्माण गर्ने अवसर प्राप्त भएको थियो। त्यसपछि लगातार म यो आश्रममा आउने जाने गर्छु। अत्यन्तै राम्रो काम भएको छ यहाँहरूको यो प्रयासले। यहाँ अत्यन्तै सिनियर सिटिजन्सहरू आएर यस्तो अत्यन्तै अद्भुत ठाउँमा बसेर आफ्नो जीवन व्यतीत गर्नुभएको छ। यहाँहरूको यो विशेष जुन काम छ हामीले सुरुवात त गऱ्यौँ र जस्तै यसलाई सञ्चालन गर्न चाहिँ जुन समस्या थियो यहाँले गर्नुभएको छ। गलेश्वर आश्रम लगायत यो परिवारप्रति हार्दिक कृतज्ञ छौँ। सम्पूर्ण गैर आवश्यक नेपाली साथीहरूको तर्फबाट हामी यो नयाँ वर्षको जुन उपलक्ष्यमा पनि यो आश्रमको यो चाहिँ सेन्टरको उत्तरोत्तर प्रगतिको कामना र हामी सबै प्रयासरत हुनेछौँ। यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण हाम्रो भावना जोडिएको यो जुन सिनियर सिटिजन जुन केन्द्र जुन छ हामीले एनआरएन आश्रम भनेर चिन्छौँ। यसमा चाहिँ म आज नयाँ वर्षको सुरुवातमै आएर यहाँहरूसँग कमसेकम बुवाआमाहरूसँग जोडिने अवसर प्राप्त गरेर यसका लागि आभारी छु। हस्, धन्यवाद।